ल आज चाहिँ हल्का धार्मिक स्थलतिर हामी जाँदैछौँ। आजको वेदर चाहिँ मा कसम चुम्मेसरी छ क्या। यस्तो गर्मी धरानमा होइन, यो चाहिँ माथि हाम्रो भेरेटारको मौसम। यो हाम्रो भेरेटारको पाथिभरा जाने मन्दिरको बाटोको दृश्य। मौसम चाहिँ सही छ। मौसम चाहिँ आजको मौसम टक्क अब मन्दिरमा दर्शन गर्ने अनि दर्शन गरेर फर्किन्छौँ हामी। यस्तो गर्मी छ नि धरानमा, तर यहाँ चाहिँ एकदमै चाहिँ नभनौँ दामी क्या मौसम। अब एकदमै त्यो हुन्छ नि भित्रदेखि नि अब सेरेन टाइपको फिल हुने क्या। अब सेरेन एकदमै आनन्द क्या, दामी छ मौसम। दामी छ। त्यो हुन्छ नि त्यो कुहिरो त नभनौँ होइन, त्यो तपाईँको तुसारो क्या। तुसारो टक्क अलिकति हावा आउने बित्तिकै सर है तुसारो सर उडेर आएर त्यो तल त एकदमै गर्मी छ नि त होइन धरानमा। यहाँ आउँदा चाहिँ एसीमा छिरेको जस्तो फिल भएको क्या। अब हावा सँगसँगै सर है ऊ ट्याक्क तुसारो उडेर तुसारो उडेर आउँदैछ है। तपाईँलाई म देखाउँछु तुसारो, हेर्नु न तुसारो उडेर आएको क्या। यस्तो दामी छ नि मौसम। यो तुसारो उडेर आउँदैछ। मौसम चाहिँ बवाल भन्दा नि बवाल छ है। भिडियो नबनाऊँ भन्दै पनि मौसमले मलाई बाध्य बनाइरहेछ क्या भिडियो बनाउनुको लागि। यस्तो मजाको मौसम भइरहेछ नि। हामी मन्दिर जाने क्रममै छौँ, बाटोमै छौँ। अब मन्दिर आउनु बाँकी नै छ, हिँड्दै जाँदैछौँ होइन। टाढा त छैन, तर पनि अब भिडियो पनि बनाउनु खासै मन छैन। तर मलाई चाहिँ तपाईँको मौसमले चाहिँ एकदमै बाध्य बनाइरहेछ क्या भिडियो बनाउनुको लागि। किनभने मेन त यही तुसारो हो क्या। यस्तो क्या अब त्यस्तै हो। त्यो ब्याकग्राउन्डको उयोहरू इग्नोर गरिदिनु होला होइन। बाध्य छु क्या, म बाध्य छु आज भिडियो बनाउनु, बाध्य छु। यस्तो दामी मौसम त नि यहीँ बसिराखौँ उभिराखौँ जस्तो क्या मौसम क्या। पछाडि चाहिँ मेरो श्रीमती र मेरो जेठी सासूको सुपुत्र। यस्तो दामी छ नि। ल जाउँ 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 जाउँ। आज त मलाई त्यस्तो भनौँ न, अब हिँड्दै हामी आधी बाटो आइसक्यौँ, तर पनि अब त्यस्तो थकित पनि लागेको छैन क्या। एक त अब हामी मन्दिर दर्शनको लागि गइरहेछौँ, प्लस मौसमले चाहिँ हामीलाई साथ दिइरहेछ क्या। हेर्नु न है अब त्यति बाटै क्लियर देखेको छैन क्या तुसारोले क्या। यस्तो दामी तुसारो लागिरहेछ यस्तो दामी क्या तुसारो क्या।